छ सर यता क्लियर गर्ने जान्नु गर्ने म उठाइदिन्छु आज एकदिन ए भाइ खोलेर आइज मा कसम यहाँ गाड्दैन शनिबार एकाएक बिहानै फेवातालको किनारमा डोजर चल्यो। डोजर चले पछाडि स्थानीय त्रसित भए। त्रसित पनि किन नहुन्, उनीहरूलाई 2082 फागुन 8 गतेका दिन महानगरपालिकाबाट सूचना जारी गरिएको थियो, तपाईहरू बसेको ठाउँ खाली गरिदिनुहोस् भनेर। यो सूचनाको बेवास्ता भयो। उनीहरू यस्ता सूचना त कति आउँछन्, कति हामीलाई हटाएर देखाऊ भन्ने दममा थिए। त्यो दम अन्ततः पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई बालेन सरकारको फोन सँगसँगै अनि डोजर चलाइदियो। त्यस पछाडि त ओहो सरकारले साँच्चै गरेको रहेछ भनेर कति सरप्राइज भयो भने कति अझै पनि सूचना आएको छैन। हामीलाई नै भन्नुपर्छ, घर अगाडि नै आएर टाँस्नु पर्छ, मैले भन्नुपर्छ, फोनै गर्नुपर्छ भन्ने जस्ता तर्कहरू दिएर आशय व्यक्त गर्दै थिए। तर यो सूचना 2082 फागुन 8 गते नै महानगरले सूचना जारी गरिसकेको थियो। फेवातालको किनारमा लगभग अब भने डोजर चल्ने पक्का भएको छ। शनिबार सांकेतिक रूपमा मात्रै महानगरले आफ्नो प्रस्तुति दिँदा धेरैको वाइ पायो, धेरैको तारिफ पायो र धेरैले अब चाहिँ महानगर डराउने वाला छैन भनेर भनिरहेका छन्। सुन्नु न, यो खास के गरिरहनु भएको तपाईँहरूले? नोटिस बिना आएर सुतिरहेको ठाउँमा त्यसरी डोजर हान्दिने हो। उहाँको 2 वर्षको बच्चा सुतिरहेको बेला उहाँसँग भन्दै त बहिनी केही भएको भए कसले के गर्थ्यो? मैले दिएको थियो राति आएर आधा रातमा आएर बेला न बेला आएर के अरे सुतिरहेको बच्चा बुढो मान्छे, हामी घरमा 2 जना मात्र, सासु बुहारी मात्र, 2टा सानो बच्चा, मेरो दुधे बालक, मेरो नाबालक बच्चा सुतिरहेको बेला सुतिरहेको माथि डोजर ल्याउनु पाइन्छ त? यिनीहरूले नोटिस बेगर पाउँदैन नि। हामीसँग लाज भन्छ तर तिनीहरूसँग नोटिस बेगर आएर डोजर लगायो क्या, डोजर लगायो तिनीहरूले। बालेन शाहले परेको म बेहोर्छु गएर हानिदिनुहोस् भन्नुभएको छ नि।